नेपाली चिकित्सा जगतमा आधुनिक शल्यक्रिया र न्यूरोसर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन विक्रम सम्वत 2083 वैशाख 8 गते अप्रिल 21 2026 एडीमा 92 वर्षको उमेरमा भएको हो। उहाँको निधनलाई नेपालको स्वास्थ्य सेवा क्षेत्रमा एउटा युगको अन्त्यका रूपमा लिइएको छ। सम्बन्धित जानकारी। न्यूरोसर्जरीको प्रारम्भ। डाक्टर गङ्गोलले सन् 1962 मा नेपालमा पहिलो पटक इन्ट्राक्रेनियल शल्यक्रिया पिट्युटरी एडिनोमाका लागि गरेर न्यूरोसर्जरीको प्रारम्भ गर्नुभएको थियो। यद्यपि त्यो समयमा यो आदिम रूपमा थियो। वीर अस्पतालमा योगदान। उहाँले वीर अस्पतालमा न्यूरोसर्जरी विभाग स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो र 4 दशकभन्दा बढी समय सेवा दिनुभयो। वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो, जहाँ सन् 1961 मा औपचारिक शल्यक्रिया विभाग स्थापना भएको थियो र डाक्टर गङ्गोल सन् 1962 मा त्यसमा सामेल हुनुभएको थियो। डाक्टर उपेन्द्र देवकोटासँग सम्बन्ध। डाक्टर गङ्गोलले न्यूरोसर्जरीको जग बसाले पनि सन् 1993 मा बेलायतबाट तालिम लिएर फर्किएपछि डाक्टर उपेन्द्र देवकोटाले नेपालमा आधुनिक न्यूरोसर्जिकल सेवाहरू औपचारिक रूपमा स्थापना गर्नुभएको थियो र उनलाई नेपालमा न्यूरोसर्जरीको पिता भनिन्छ। डाक्टर गङ्गोलले डाक्टर देवकोटालाई बेलायत पठाएर न्यूरोसर्जरीमा दक्ष जनशक्ति उत्पादन गर्न पनि सहयोग गर्नुभएको थियो। पहिलो पटक गरिएका जटिल शल्यक्रियाहरू। डाक्टर गङ्गोलले नेपालमा पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी र मुटुको माइट्रल भ्याल्भोटोमी जस्ता धेरै जटिल शल्यक्रियाहरू पहिलो पटक गर्नुभएको थियो। रोचक तथ्यहरू। वीर अस्पतालको 5औं तलामा रहेको न्यूरोसर्जरी गरिने एक अपरेसन थिएटरलाई उहाँको सम्मानमा गङ्गोल थिएटर नामाकरण गरिएको छ। उहाँले आफ्नो जीवनकालमा 40,000 भन्दा बढी शल्यक्रिया गर्नुभएको थियो। एक पंक्ति सारांश। नेपाली चिकित्सा जगतमा आधुनिक शल्यक्रिया र न्यूरोसर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको 92 वर्षको उमेरमा विक्रम सम्वत 2083 वैशाख 8 अप्रिल 21 2026 एडीमा निधन भयो।